हरेक दिन बिहान हुन्छ तर हरेक बिहान एउटै हुँदैन नि, त्यस्तै हो। हरेक दिन भिडियो त अपलोड गर्छु तर हरेक दिन एउटै हुँदैन नि। त्यस्तै गरेर आज चाहिँ म रेडी भएर अनि चोकसम्म चाहिँ हिँडेर जान्छु भनेर हिँडेको थिएँ, किनकि आज चाहिँ म अटोमा जाने प्लान बनाएको थिएँ। अनि चोकमा गएको एउटा अटोले रोक्नु भएन, अनि अर्को अटोमा चाहिँ म चढेँ। अनि त्यो अटोको अङ्कलले चाहिँ नानी भर्खर एउटा अटो गएको छ, केही समय पर्खला भन्नुभयो। अनि पर्ख भनेको नि 15 मिनट भइसक्यो भनेर म बाजेको थिएँ। बल्ल बल्ल हामी 3 जना भएपछि बल्ल हिँड्यौँ कि त्यहाँदेखि। अनि त्यहाँदेखि चाहिँ मैले कलेज जान आधी घन्टा लाग्छ, कलेज पुगेँ, पढेँ। अनि त्यसपछि फर्केँ, 10 बजीतिर फर्कन्छु म। अनि यति भोक लागेको थियो, कति बेला घर गएर खाना खाऊँ जस्तो। अनि म त खाना खाएको भिडियो बनाउन बिर्सेछु। अनि आएर जुत्ता धोएँ। अनि फेरि आज पनि हामी दुई बहिनीले एउटा सुट गऱ्यौँ किनकि हामी दिनदिनै भिडियो हाल्छौँ भन्ने उयस गरेको थियौँ। अनि त्यसपछि पुन्टेर म फेरि पसल गएँ। अनि पसल गएपछि खाजासाजा खायौँ फेरि। अनि पुन्टुलाई हेऱ्यौँ, घर आएर पनि फेरि हामीले खानासाना खाएर पुन्टुलाई हेर्दै सुत्यौँ। अनि बाई।